हेलो नमस्ते गुड मर्निङ स्वागत छ हजुरहरूलाई मेरो फेरि पनि शोभा भ्लगमा फेरि पनि आइसकेकी छु म नयाँ भिडियो लिएर। यता मसँग हुनुहुन्छ सधैँ चाहिँ सम्धिनी। आज चाहिँ हामी चाहिँ च्यालेन्जमा चाउमिन 1.5 प्लेट अनि 3वटा करेन्ट चाउचाउ अनि यसमा रहेको छ सिटन चटनी भाङको र तिलको। हजुरले हेरेर साथ दिनु होला, पुरै भिडियो हेरिदिनु होला, स्किप नगरिकन लाइक कमेन्ट सेयर गर्न पनि नभुल्नु होला। अब चाहिँ हामी सुरु गर्छौँ। केबाट सुरु गर्ने? आज चाहिँ हाम्रो भिडियो रहेको छ चाउमिन खाँदा खाँदा चाहिँ हामीले आज क्वेसन सोध्नु पर्ने हुन्छ। क्वेसनमा रहेको छ जे पनि सोध्न पाइयो है, जस्तो बिहे कसरी भयो, लभ कसरी बस्यो, सब ओके छ। आज चाहिँ रोमान्चक भिडियो हुनेछ। हाम्रो युट्युब फ्यामिलीहरूलाई म चाउमिनबाट सुरु गर्छु ल। खाए ल। सुरु चाहिँ हजुरबाटै गरौँ न। क्वेसन चाहिँ सम्झिनेबाट सुरु गरौँ। अब भन्नु हजुर कति एजको मैले फेरि लभ परेको थियो? 17 मतलब कि सुरु हजुरको फर्स्ट लभ कुन थियो, कति एजमा परेको? दुईटा भयो त क्वेसन। क्वेसन दुईटा भयो बाबाले सोध्न पाइन्न। होइन हजुरको फर्स्ट लभ चाहिँ कति एजमा परेको? फर्स्ट लभ त कुन बेला पर्छ भने त थाहा भएन न। हो कि नै कहलु न तो बच्चा बेला न एक्स नभएको कोही पनि हुन्न। हो कि नै? मेरो थिएन भन्नु। मेरो थिएन सम्झी। तर चाहिँ बाँकी कुरा नकोत्ता भन। त्यही हो 17 वर्षमा सुरुमा चाहिँ बोलेको हो भने 17 वर्षको लास्ट चाहिँ मेरो बिहे भएको 17 वर्षमै हो मेरो बिहे भएको। पहिलोचोटि प्रपोज गरेको पर्को चाहिँ नगरेको भन्नु। जीवा भन्ने हुँदैन।
त्यति बेलाको क्षणमा पनि म सोही थिएँ भन्ने चाहिँ किनभने म सोही नै छु जस्तो लाग्छ म भन्छु अनि त्यसपछि उहाँले पनि सपोर्ट गर्नुहुन्छ टेन्सन नलियो म तिमीलाई चिनेछु मैले बुझेको छु अहिलेसम्म यत्रो टाइमसम्म बिहे गरेर त्यत्रो 3 वर्ष लभ गरेर बिहेको आजसम्म आफ्नो बुढीको आनी बानी चाहिँ मलाई सबै थाहा छ टेन्सन नलिऊ भन्नुहुन्छ अनि सकेसम्म चाहिँ उनीहरूबाट चाहिँ मलाई चाहिँ बचाउने प्रयास चाहिँ गर्नुहुन्छ म चाहिँ उनीहरूसँग लड्छु भनेर चाहिँ हिम्मत चाहिँ गर्नुहुन्छ त्यति यतिको बुढा चाहिँ पाउनु भाग्यमानी हो हाम्रा बुढाहरूले बाबा त्यहीसँग लागि त्यहीसँग जा भन्थ्यो होला त्यति चाहिँ गर्नुहुन्छ मलाई कसैले आफूलाई पनि नरोकोस् र हामीले पनि रोक्ने छैनौँ। म त त्यति कुरा भन्छु कि भिडियो मार्फत डियर बुढा श्रीमान प्रधान थापत्यो यो सकिन्छ होला आफूले गर्दा सकिन्न घरबाटै गर्दै खानु अहिले पनि भोकै बस्नुपर्ने रहेछ
बिहान केही नखाएर बसेको हामी यति खाना भनेर फोकस त्यहीमा मान्छे आउनुसक्यो पहिलो डेट कहाँ गर्नुभयो मैले सोध्ने भन्नु न क्वेसन अब मैले सम्झिनलाई हजुरको चाहिँ होइन सम्झीसँग क्या न कति वर्ष लभ पऱ्यो 3 वर्ष 3 वर्ष ल बधाई छ अब हजुर सोध्नु चाहिँ अझ त फेरि बिहे गरेपछि आफू खुसी छु जस्तो लाग्छ कि सोध्नु सोध्नु हो के भन्नु न पुरा भन्नु न हजुरलाई बिहे गरेपछि आफूलाई खुसी भएको जस्तो लाग्छ कि नै म बिहेपछि सन्तुष्ट छु म खुसी छु त्यो कसैलाई पनि हुन्न भन्ने हो जाने खुसी बिहेपछि खुसी कसलाई हुन्छ माइती घरमा जस्तो खुसी कहाँ मिल्छ र न घरमा हजुर तर बिहे भइसकेपछि खुसी हुन पर्छ नै होइन बिहेपछि खुसी खत्तम हो गया त्यस्तो भन्नु खोजेको होइन मिल्दैन के कुरा माइतमा भए जस्तो र घरमा भए जस्तो कहाँ मिल्छ मिल्छ कसै पनि मिल्दैन नि त त्यही भएर खुसी र दुःखीमा मध्यम आधा 50-50 खत्रै सोधिदिन्छु नि आमा हजुरलाई नसोचिकन हजुरको न बुढाको न एक्स छ भन्ने कुरा बिहे भइसकेपछि थाहा पाउनुभयो थाहा पाइनँ मैले बिहेभन्दा पहिला थाहा पाएँ मतलब लभ हुँदाखेरि लभ हुँदा थाहा भन्नुभयो लभ हुँदा चाहिँ ब्रेकअप भएको भन्ने चाहिँ थाहा छ अरूको मुखबाट थाहा पाउनुभयो कि बुढैको मुखबाट थाहा पाउनुभयो बुढाको मुखबाट थाहा पाएको आफै भनेको हो मेरो एक्स थियो लभ थियो छुट्यो भन्ने चाहिँ थाहा पाएको कति बुझ्ने सम्झ्यो हौ आफ्नै बुढाले त्यस्तो भन्नु त मान्नै पर्छ धेरै बिहान भाग्य मान्छे ल सोध्नु। खान्छु रे अब के सुन्ने होला त मैले चाहिँ बिहे गरेपछि अहिले आएर क्या कति साल भयो बिहे भएको 5 सालको अन्तरालमा म त 20-21 किन बिहे गरेछु भनेर पछि त लाग्छ कि लाग्दैन त्यो त लागिहाल्छ नि सिक्दै लाग्छ है जसलाई पनि लाग्छ त्यो भन्नु डराएर होला अभियसली सबैलाई लाग्छ त्यो पछुटो भन्ने कुरा सानो सानो कुरा ढिलेर लाग्छ लागिहाल्छ हौ सबैलाई भन्न डराएर के हो थाहा भएन नि तर सबैलाई लाग्छ न लाग्छ होला जहाँसम्म धेरै जसोलाई मलाई जस्तै तर मलाई चाहिँ लाग्छ अब छैन नि त मतलब कि बच्चा छैन नि त अब बच्चा हुनुमा नहुनुमा त छुट्टै जान्छ न एक्लो शरीर न
अनि सम्झीले कुनै बेला न यस्तो वचन मतलब कि यस्तो कुरा भन्नुहुन्छ मनै छुने गरिरहन जुन कुरा क्या न त्यसो भन्दाखेरि म बस्दिनँ हौ यो मान्छेसँग भनेर यस्तो हुन्छ कि नै त्यस्तो कहिले पनि बस्छ बा होइन त्यस्तो भन्नु कि छैन। अहिलेसम्म म जो यहाँसम्म छु नि उहाँकै कारणले छु, त्यही भएर त्यस्तो केही भन्नुभएको छैन। होइन, म जे छु जस्तो छु उहाँको कारणले छु, उहाँको सपोर्टमा, उहाँको मायाले, उहाँको आश्रयले, सबै उहाँको कारणले यहाँसम्म आएको म। अन्त म त्यो बुटलै नदेखेको मान्छे बुटलमा आएर अहिलेसम्म 5 वर्ष भयो। जे होस् राम्रै छ, खुसी छु भन्नुपर्छ। हुनुपर्छ। हजुर भन को हुन्छ हजुर क्यामेरा माइक राख्नु पर्छ नि सो भन्न हुन्छ अहिलेको लागि चाहिँ मेरो ससुरा बुवा हुनुहुन्छ, अनि साइला जेठाजी जेठानी, अनि उहाँको परिवार बालबच्चा हुनुहुन्छ। अरू चाहिँ सबै बाहिर हुनुहुन्छ, कोही विवाहित हुनुहुन्छ। त्यही हो। हजुरले कुनै यस्तो क्षण होइन, कुनै यस्तो पल हजुरले सम्झना लायकको एउटा खुसीको पल, एउटा दुःखको पल नभन्नु, कति बेला कहाँ याद आउँछ कसरी याद आउँछ कि कुन कुरा जति धेरै खुसी भएको र धेरै दुःखी भएको पल भन्नु, एउटा के कारण भन्नु, के कारण खुसी हुनुभएको थियो, के कारण दुःखी हुनुभएको थियो? अहिले बिहा भइसकेपछि पहिला भए पनि हुन्छ, अहिले भए पनि हुन्छ, त्यही एउटा रिजन, एउटा दुःखको पल, एउटा सुखको पल। थोरै आदि पकाएर हामीले त यी भिडियो बनाउँदा कुरा गर्दा टाइम गएको थाहै नै पाइएन। भिडियो चाहिँ आधाभन्दा धेरै बनेको रहेनछ, अफ भएको रहेछ। के कुरा जुन सिरियस कुरा त अफ भएको रहेछ। चाउमिन चाहिँ हामीले करेन्ट चाउचु भेट्यौँ भने चाउमिन चाहिँ सम्झिनुको चाहिँ आउनेछ। कुरा चाहिँ यति नै हो, जति कुरा गरे नि लम्बिँदैन हो कि छोटिँदैन, यस्तै हो। छोटो मिठो कस्तो भयो माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न अवश्य पनि नभुल्नु होला। धन्यवाद होला। आजको भिडियो चाहिँ यति नै, फेरि अर्को भिडियोमा भेटौँला हामी। ओके, आजलाई चाहिँ यति नै भन्दै म बिदा हुन्छु। बाई बाई।